हामी यति बेला झिमरुक जलविद्युत आयोजनाको ड्याममा छौँ र यो ड्याम झिमरुकमा यसरी यो झिमरुक खोलालाई रोकिएको छ र यसबाट बिजुली उत्पादन गरिएको छ। दृश्यमा देख्न सक्नुहुन्छ पानीको ड्याम यस्तो छ, यसको अपोजिटतिर चाहिँ यसरी पानी आइरहेको छ। ल हेर्नुहोस् है त। यो झिमरुक खोलाको पानी थुनिसकेपछि यति ठुलो ड्याम बनेको छ यहाँनिर। र यो खोलाबाट यता ल्याएर यसलाई टर्बाइन घुमाउनको लागि यो प्रयोग गरिएको छ। पानीलाई डाइभर्ट गरेर नदीबाट यता ल्याइसकेपछि यो सुरुङ मार्ग हुँदै टर्बाइन घुमाउनको लागि माडीतर्फ यो पानी अघि बढिरहेको छ। र यहाँ चाहिँ यो ड्याममा पानीलाई कन्ट्रोल गर्नको लागि यहाँ यस्तो खालको घिर्नीहरूले पानी जोड्ने काम गरिएको छ। हैन जानिन टेक्निकल कुराको लागि